हामी यहाँ टिकट काटेर छिर्नु पर्यो हो टिकट काट्नु पर्यो कि के हो डेस्टिनेसन यो चाहिँ अब यहाँदेखि टिकट काटेर येलो बनाएको रोप्दाखेरि तर आज ठिकै छ आज मौसम हावा ठिक्क घाम पनि ठिक्क आज कहाँबाट घुम्ने निर्णय गर्नु यो निर्णय गर भने घुमिँदैन क्या बरु यस्तै एकैचोटि अचानक भयो भने रमाइलो पनि दामी हुन्छ यता चाहिँ यहाँ के रहेछ प्रोग्राम गेटदेखि छिरेर आइज भन्दै त तर कता हो खै यता होला यतामा यता पनि रहेछ दामी यता पनि रहेछ दामी गेटदेखि छिरेर यो घर कति राम्रो छ खिचु क्याफेहरू क्याफे पो रहेछ त यो त तर राम्रो बनाएको है ओहो यो मान्छे यो छाता त नओर्दा पनि हुने रहेछ कम्पनीको यहाँ दिदीहरू यहाँ हेरौँ है यहाँ नक्कल यहाँ कोपिला दिदीको नक्कल कस्तो दामी हेर्नु न यति राम्रो रहेछ यहाँ चाहिँ हार्ट सेप छ हार्ट सेप भ्लगमा मेरो भ्लग हो यो भूमिका दिदीको त के बिग्रेछ तर राम्ररी आएको छ तर यहाँ कपाल बिग्रिरहेछ कैसा लगा मेरा मजाक अब हामी यहाँदेखि माथि चटपटी खानु गएको चटपटी यस्तो छ हालत चाहिँ कति आनन्द आयो वहाँ नक्कल एउटा नक्कल कौन है ये लोग कहाँ से आते हैं यहाँको भ्यू हेर्नु भने भ्यूस यस्तो दामी भ्यू छ कि यस्तो मिठो हावा चलिरहेछ कि पुरा कपालहरू डेटिङ आउनुलाई चाहिँ पनि भएको छ कपाल ट्याङ्कीमा यस्तै भयो नेपालको ट्याङ्कीमा ओ माई गॉड यहाँदेखि यस्तो हेर्दा चाहिँ यहाँ ड्राई पनि हावाले उडाएर खिच्नु पर्दैछ म यहाँ साइडमा बस्छु क्या
हो त्यहाँ बस्छ नि ओके अब यहाँनिर यहाँ बस्छु म जसरी पनि ओइ फेरि चिसो देख्नु भएन क्या अब यसो तपाईँको ढाडले छेक्दैछ ल पहिला बनाऊ न अघि आउँदै क्यामेरा साइकल हामी आउँदा अब यहाँ हामी चटपटे बन्दैछ सेफ यहाँ भूमिका दिदी मनको सेफ दिन्छ दिदी प्याजवाली भन्नु न आलुवाली ए कटाइवाली भूमिका दिदी सेफ हो क्या सेफ अन्डा जस्तो देखिरहेछ यहाँदेखि त्यो सेतो सेतो एलोभेरा जुस बाबा अब सुरु गरौँ Cheers! भिडियो जोडेर सबैलाई ट्याग गरिदिनु यहाँ जस्तो दामी भ्यू चाहिँ यस्तो स्वर्गमा पुगे जस्तो भइरहेछ अहिले मलाई यहाँ आएर It's heaven. यो चाहिँ यहाँको क्याफे रेस्टुरेन्ट पनि यस्तो दामी बनाएको छ क्या दरबारहरू जस्तो क्या क्याफे रेस्टुरेन्ट पनि कस्तो दामी बनाएको छ हेर्नु न नि यो त नेपालको दरबार हाई स्कुल जस्तो देखिरहेछ दरबार हाई स्कुल जस्तो देखिरहेछ अनि यहाँदेखि तल यस्तो भ्यू सबसे ठुलो केटाकेटी कस्तो दामी उयो घर हेर्नु न उ त काठको यो चाहिँ माथिदेखिको भ्यू यस्तो दामी छ यतिको घर कस्तो दामी देखेको त्यतिको यो चाहिँ अब सक्यो थ्याङ्क यू फर वाचिङ माई भ्लग सी यु इन नेक्स्ट भ्लग बाई बाई